हामी विश्वासीहरूले हरेक दिन प्रार्थना गर्नुपर्छ, किनभने वचनले भन्छ निरन्तर प्रार्थना गरिरह भनेर। त्यसकारण तपाईँले जतिखेर पनि प्रार्थना गर्न सक्नुहुन्छ, बिहान दिउँसो साँझ जतिखेर समय हुन्छ त्यतिखेर तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। प्रार्थना एउटा क्रिस्चियनको लागि नभई नहुने तत्त्व हो। प्रार्थना बिना हामी आत्मिक रूपमा जीवित रहन सक्दैनौँ। तर बिहान प्रार्थना गर्दाखेरि यसले तपाईँको जीवनमा ठुलो फाइदा दिन्छ। तपाईँले त्यो कुराहरू थाहा नपाउनु भएको हुनसक्छ, यसकारण तपाईँले त्यो कुराहरू बुझ्नुभयो भने र त्यसलाई व्यवहारमा उतार्नुभयो भने यसले तपाईँको जीवनमा ठुलो परिवर्तन ल्याउनेछ। आज कतिपय विश्वासीले मलाई प्रार्थना गर्न आउँदैन भनेर भन्छन्, त्यस्तै कतिपयले प्रार्थना गरे पनि वचन अनुसारको प्रार्थना गर्दैनन्, जसको कारणले गर्दा उनीहरूको जीवनमा परमेश्वरले काम गर्न सकिरहनु भएको छैन। यसकारण प्रार्थना गर्नु एकदमै महत्त्वपूर्ण छ। हामीले हर दिन प्रार्थना गर्नुपर्छ। तर प्रार्थना कसरी गर्ने भन्ने कुरा पनि हामीले सिक्नु पर्दछ। यदि तपाईँसँग समय छैन भने तपाईँले दिनको जुनसुकै समयमा पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। बिहान गरेको प्रार्थना परमेश्वरले सुन्ने, दिउँसो गरेको नसुन्ने चाहिँ हुँदैन। तपाईँले जतिखेर पनि प्रार्थना गर्न सक्नुहुन्छ। तर आज म तपाईँहरूलाई यस भिडियोमा बिहान प्रार्थना गर्नुको फाइदाको बारेमा बताउँदैछु। यदि तपाईँले यो कुराहरू आफ्नो व्यवहारमा अप्लाई गर्नुहुन्छ भने यसले तपाईँको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ। अब बिहान प्रार्थना गर्नुको धेरै फाइदाहरू छन्। त्यसै कारणले गर्दा बाइबलका हिरोहरूले प्रायः जसो बिहानमा उठेर प्रार्थना गर्ने गर्दथे। यीशुले पनि बिहान चाँडै उठेर प्रार्थना गर्नुहुन्थ्यो। त्यसै गरी दाउदले पनि बिहान चाँडै उठेर प्रार्थना गर्ने गर्थे। त्यस्तै अब्राहमले पनि बिहान सबेर उठेर प्रार्थना गरेको कुराहरू हामी भेटाउँदछौँ। यसकारण हामीले पनि बिहान उठेर प्रार्थना गर्छौँ भने यसले हाम्रो जीवनमा क्रान्तिकारी बदलाव ल्याउनेछ र ठुलो परिवर्तन ल्याउनेछ। यसकारण हर दिन हामीले बिहान उठेर प्रार्थना गर्ने कोसिस गर्नुपर्दछ। यदि तपाईँ बिहान उठेर प्रार्थना गर्न चाहनुहुन्छ भने तपाईँले साँझमा चाँडै सुत्नुपर्छ। समयमा सुत्नुभयो भने बिहान तपाईँ चाँडै उठ्न सक्नुहुन्छ, तर तपाईँ समयमा सुत्नु भएन भने तपाईँ बिहान चाँडै उठ्न सक्नुहुन्न। यसकारण तपाईँ समयमा सुत्नुहोस् र बिहान चाँडै उठेर प्रार्थना गर्ने प्रयास चाहिँ तपाईँले गर्नुपर्दछ। अब बिहान प्रार्थना गर्नुका तीनवटा फाइदामध्ये पहिलो फाइदा यो हो कि यसले परमेश्वरसँग हाम्रो सम्बन्ध घनिष्ठ बनाउँदछ। मर्कुस 1:35मा यसरी लेखेको छ, बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो भनेर। यसो पनि बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर बाहिर एकान्त ठाउँमा गएर त्यहाँ प्रार्थना गर्नुहुन्थ्यो। यदि तपाईँ हाम्रो पनि परमेश्वरसँग घनिष्ठ सम्बन्ध भएको हामी चाहन्छौँ भने हामीले प्रत्येक दिन बिहान उठेर परमेश्वरसँग केही समय बिताउनु पर्ने हुन्छ। यसोले बिहानै उठेर प्रार्थना गर्नुभएको कारणले गर्दा हामीले पनि उहाँको जीवनबाट त्यो कुरा सिक्नुपर्छ र आफ्नो व्यवहारमा प्रयोग गर्नुपर्दछ। हामी पनि बिहानै उठेर यसोसँग समय बिताउनुपर्छ ताकि हाम्रो सम्बन्ध उहाँसँग घनिष्ठ हुन सकोस्। यदि तपाईँ कुनै व्यक्तिसँग घनिष्ठ सम्बन्ध भएको चाहनुहुन्छ भने तपाईँले के गर्नुहुन्छ भन्दा त्यो व्यक्तिसँग कुराकानी गर्नुहुन्छ, होइन? त्यस्तै तपाईँको सम्बन्ध यसोसँग घनिष्ठ भएको तपाईँले चाहनुहुन्छ भने तपाईँले हर दिन उहाँसँग कुराकानी गर्नुपर्दछ। बिहान उठेर पहिला परमेश्वरसँग तपाईँले कुराकानी गर्नुहोस्। मानिसहरूसँग बोल्नुभन्दा अगाडि तपाईँ परमेश्वरसँग बोल्नु पर्दछ। आफ्नो कुराहरू तपाईँले उहाँसँग सेयर गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, उहाँ बोलेको स्वर पनि तपाईँले सुन्न सक्नुहुन्छ। जति बढी तपाईँ बिहान चाँडै उठेर परमेश्वरसँग समय बिताउनुहुन्छ त्यति नै बढी तपाईँको सम्बन्ध परमेश्वरसँग घनिष्ठ हुन्छ। यसका तपाईँको सम्बन्ध परमेश्वरसँग घनिष्ठ भएको तपाईँ चाहनुहुन्छ भने तपाईँले हर दिन प्रार्थना गर्नुपर्छ। तर थुप्रै व्यक्तिहरूले परमेश्वरसँग आफ्नो सम्बन्ध घनिष्ठ भएको त चाहन्छन्, तर बिहान उठेर परमेश्वरसँग समय बिताउन चाहँदैनन्, जसको कारणले गर्दा उनीहरू चाहिँ अरूको प्रार्थनामा निर्भर भएर बाँचिरहेका छन्। यदि तपाईँको जीवनमा शान्ति, विजय, उन्नति, आशिष छैन भने तपाईँले यो कुराहरू अप्लाई गरेर हेर्नुहोस् त, यसले तपाईँको जीवनमा क्रान्तिकारी बदलाव ल्याउनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो नै हो कि हामीले जब दिनको सुरुवात परमेश्वरसँग कुराकानी गरेर गर्दछौँ भने त्यसले त्यो दिनमा हामीलाई आशिष, उन्नति र सुरक्षा प्रदान गर्छ। यसकारण हामीले हर दिन उहाँसँग घनिष्ठताको सम्बन्धमा जिउनु पर्दछ है। यसकारण हामीले हर दिन परमेश्वरसँग समय बिताउनुपर्छ। यसले हाम्रो सम्बन्ध प्रभुसँग अझै घनिष्ठ बनाउँछ। दोस्रो फाइदा, यदि तपाईँ बिहान परमेश्वरसँग समय बिताउनुहुन्छ भने तपाईँले परमेश्वरको उपस्थिति महसुस गर्न सक्नुहुन्छ। भजन सङ्ग्रह 5:3ले भन्छ, हे प्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबेरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु भनेर दाउद राजाले यहाँ भन्दछन् कि हे प्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबैरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु भनेर। सर दाउदले पनि बिहानै उठेर परमेश्वरसँग समय बिताउँथे। यदि तपाईँले बिहानमा परमेश्वरसँग समय बिताउनुहुन्छ भने तपाईँले परमेश्वरको उपस्थिति महसुस गर्न सक्नुहुन्छ, जुन उपस्थिति तपाईँले अरू समय महसुस गर्न सक्नुहुन्न। किनभने बिहानको समय चाहिँ हामीलाई कसैले डिस्टर्ब गर्दैन, हामी एकाग्र भएर परमेश्वरसँग बातचित गर्न सक्छौँ र उहाँको उपस्थितिलाई चाल पाउन सक्छौँ। तर तपाईँ दिउँसोमा प्रार्थना गर्नुहुन्छ भने हल्ला हुन्छ, गाडीको हल्ला, मान्छेको हल्ला, विभिन्न कुराहरूको हल्लाले तपाईँलाई डिस्टर्ब गरिरहेको हुन्छ। त्यसपछि तपाईँले परमेश्वरको उपस्थितिको चाल पाउन सक्नुहुन्न। तर बिहानमा सबैजना सुतिरहेका हुन्छन्, त्यो समय उठेर तपाईँ प्रभुसँग समय बिताउनुहुन्छ भने
उहाँको उपस्थितिको तपाईँले मजाले महसुस गर्न सक्नुहुनेछ। यदि तपाईँले बिहान उठेर प्रार्थना गर्नुहुन्छ भने तपाईँको त्यो दिन आशीषित हुने सम्भावना हुन्छ किनभने बिहानै तपाईँले प्रभुको उपस्थितिमा समय बिताएको कारणले गर्दा तपाईँले त्यो शान्ति, सुरक्षा र प्रभुबाट आउने बुद्धिले तपाईँ भरिनुहुनेछ। त्यसकारण हर दिन बिहान उठेर प्रार्थना गर्नुहोस्। तर यदि तपाईँ बिहान उठेर प्रभुसँग समय बिताउनुको सट्टा मोबाइल चलाउनुहुन्छ, अरू कुरामा व्यस्त हुनुहुन्छ भने तपाईँको त्यो दिन आशीषित हुँदैन कि तपाईँको प्राथमिकता नै गलत हुन्छ कि। त्यसकारण बिहान उठ्दा बित्तिकै तपाईँको ध्यान चाहिँ पहिला परमेश्वरतिर लाग्नु पर्यो, मोबाइल अरू सांसारिक कुराहरूतिर होइन। यदि त्यो गर्नुहुन्छ भने मात्रै परमेश्वरको उपस्थिति तपाईँको जीवनमा रहन्छ र उहाँले तपाईँको जीवनमा क्रान्तिकारी बदलाव ल्याउनुहुनेछ। त्यसकारण बिहान चाँडै उठेर प्रार्थना गर्नुपर्दछ। तेस्रो फाइदा, यसले तपाईँलाई आत्मामा बलियो बनाउँछ र शैतानको कार्यमाथि विजय हुन तपाईँलाई सहायता गर्दछ। यशाया 40:31 लेखिएको छ, तर परमप्रभुका आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरुड झैँ माथि माथि उड्नेछन्, दोगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन् भनेर। बिहानै उठेर प्रार्थना गर्ने व्यक्तिले आत्मिक बल प्राप्त गर्दछ कि। यदि तपाईँ बिहानै उठेर प्रार्थना गर्नुहुन्छ र पवित्र आत्माद्वारा पाउने त्यो सामर्थ्यले भरिनुहुन्छ भने त्यो दिन तपाईँको बाटोमा आउने परीक्षाहरूमाथि तपाईँ विजय हुन सक्नुहुन्छ। शैतानले हरेक दिन विश्वासीलाई आक्रमण गर्ने योजना बनाइरहेको हुन्छ। विश्वासीलाई कतिखेर लडाउँ भनेर ऊ चाहिँ गजनी सिंह चाहिँ खोजी हिँडेको हुन्छ। तर तपाईँ बिहान उठेर प्रभुसँग समय बिताउनुहुन्न, प्रार्थना गर्नुहुन्न, वचन अध्ययन गर्नुहुन्न भने तपाईँले त्यसलाई हराउन सक्नुहुन्न। यसकारण हर दिन तपाईँ हामी आत्मामा बलियो भएको चाहन्छौँ र शैतानले ल्याउने परीक्षाहरूमाथि विजय हुन चाहन्छ भने परमेश्वरसँग हर दिन समय बिताउनु पर्दछ। शैतानसँग त्यही व्यक्ति हार्छ जसले परमेश्वरसँग समय बिताउँदैन, उहाँको उपस्थितिमा निरन्तर रूपमा रहँदैन। त्यसकारण तपाईँ आत्मामा बलियो हुन चाहनुहुन्छ, परीक्षाहरूमाथि विजय हुन चाहनुहुन्छ भने हर दिन परमेश्वरसँग समय बिताउनुहोस्। यदि तपाईँ आत्मामा बलियो हुन चाहनुहुन्छ भने त्यसको लागि एउटै मात्र उपाय छ, त्यो चाहिँ परमेश्वरसँग समय बिताउने हो। दोस्रो, तपाईँ शैतानले ल्याउने परीक्षाहरूमाथि विजय हुन चाहनुहुन्छ भने त्यसको लागि पनि एउटै उपाय छ, त्यो चाहिँ परमेश्वरको उपस्थितिमा धेरैभन्दा धेरै समय बिताउने। त्यो गर्नुहुन्छ भने तपाईँ आत्मामा बलियो हुनुहुनेछ र परीक्षाहरूमाथि विजयी हुने सामर्थ्य चाहिँ परमेश्वरले तपाईँलाई दिनुहुनेछ। यसकारण बिहान उठेर प्रार्थना गर्नु एकदमै महत्त्वपूर्ण छ। तपाईँले हर दिन त्यो कुराहरू गर्नुपर्छ। यदि तपाईँले बिहान उठेर प्रार्थना गर्नुहुन्छ भने यसले तपाईँको प्रभुसँग सम्बन्ध एकदमै घनिष्ठ हुन्छ। दोस्रो चाहिँ तपाईँले परमेश्वरको उपस्थिति महसुस गर्न सक्नुहुन्छ। तेस्रो चाहिँ तपाईँ आत्मामा बलियो हुनुहुनेछ र शैतानका परीक्षाहरूमाथि विजय हुनुहुनेछ। यसकारण पनि हामीले बिहान चाँडै उठेर प्रभुसँग समय बिताउनुपर्छ। हवस् त, यति भन्दै म भिडियो बन्द गर्न चाहन्छु। फेरि अर्को भिडियोमा भेट्ने चाहिँ सबैलाई जय मसीह।